अलवार प्लेयरले प्रयास गरेका थिए किपरलाई विरोधको यहाँ राम्रो प्रयास थियो सफल पनि हुन सकेन राम्रो पास राम्रो बचाव किपरद्वारा एकदमै एग्रेसिभ देखिन्छ पालना एफसी विरोधले राम्रो पास दिएका थिए राम्रो डिफेन्स अलवार प्लेयरद्वारा किपरले बल राम्रो बल पासले प्रयास थियो सफल पनि हुन सकेन यहाँ पालना एफसी एकदमै क्विक खेलिरहेको छ शटको प्रयास थियो तर त्यो बल पोस्टबाट बाहिर जान पुग्यो क्रिकेट चलाउने अलवार वारियरले राम्रो पास यो उत्कृष्ट बनाएर फारुक क्रिकेट चलाउने अलवार वारियरले राम्रो डिफेन्स थियो र बैजनाथको बल चलाएको छ अलवारले फेरि पनि क्रिकेट बल चलाउँछ रेफ्रीको उछलमा बल चलाउनु होला राम्रो डिफेन्स वाल यहाँ एफसीद्वारा यो सँगै कर्नरको बल चलाउनेछ लाइन अलवार वारियरले विरोधको राम्रो ट्याकलको प्रयास थियो सफल पनि हुन सकेन धानीको राम्रो प्रयास राम्रो बल पास अलवार प्लेयरले उत्कृष्ट प्रयास बल अलिकति पोस्टभन्दा माथि जान पुग्यो बैजनाथ बलमा राम्रो पास भीमलाई भीमले राम्रो ब्याक पास खेलेका थिए तर भीम बलसँग पुग्न सकेन अहिले क्यामेरा उछिटेर यता आयो भने राम्रो पास थियो यहाँ प्रेमको विनोदले बललाई पूर्ण रूपमा कन्ट्रोल गर्न सकेन भीमको बल राम्रो बल चलाएर काउन्टर अट्याकको प्रयास विनोदको प्रयास थियो बल पोस्टभन्दा धेरै माथि जान पुग्यो फेरि पनि बलमा राम्रो पास बल चलाउने छ पालना एफसीले आफ्ना प्लेयरहरूले सोच्दै राम्रो पास बिग पास यहाँ राम्रो डिफेन्स इनको राम्रो पास राम्रो डिफेन्स हाम्रो पासको प्रयास राम्रो प्रयास थियो मेस्सीको इज्जत तेरो हातमा छ मत लडिए लास्ट में
आउनु आएर गर्नु त्यही भने क्यामेराम्यान उत्कृष्ट धुल देखेर पहिले गोल गर्ने आफ्नो टिमलाई एक गोलको घटा दिलाएका छन् यो टिममा विनोद एकदमै उत्कृष्ट खेलाडी सुबिसु प्रगतिको पनि योभन्दा पहिला वर्षको बेस्ट प्लेयर थियो उनी प्रेमद्वारा एकदमै खतम खराब थियो हाम्रो प्लेयर गर्ने बल चाहिँ पुग्न सकेन प्रेम जुनलाई राम्रो पासको प्रयास थियो एल1 वारियरका डिफेन्सको एकदमै उत्कृष्ट प्रयास छ आउट गोल चलाउनेछ एल1 वारियरले राम्रो प्रयास यहाँ एल1 प्लेयरद्वारा तर सफल बनाउन सकेन राम्रो बचाव साधुद्वारा राम्रो पास थियो बललाई कन्ट्रोल गर्न सकेन पूर्ण रूपमा खेलाडीले योसँगै एकनाथले बल भिन्न पास दिएका छन् टिमको राम्रो प्रयास राम्रो डिफेन्स बचाउन सक्छ यो यहाँ तर उत्कृष्ट बचाउ यो सँगै पूर्ण गर्दै बराबर गरेका राम्रो बचाव विनोदद्वारा एकदमै राम्रो पासको प्रयास थियो सौगात राम्रो बच्चा किपरद्वारा एकदमै उत्कृष्ट किपिङ भइरहेको छ यो टिममा राम्रो अझै पनि निरव एल1बाट एकदमै एक्टिभ देखिन्छ नभएको प्रयास थियो सफल बनाउन सकेन यहाँ प्रेम फेरिपट्टि बल चलाउनेछ बल ह्यान्ड बल चलाउँछ यहाँ प्रेमले राम्रो शटको प्रयास थियो राम्रो उत्कृष्ट कलेक्ट गरे किपरले यहाँ एल1का किपर एकदमै एक्टिभ देखिन्छ यहाँ ग्राउन्डमा फेरिपट्टि बलमा विनोदले पास दिएका छन् विनोदको राम्रो उत्कृष्ट किपरद्वारा
यो सँगै दोस्रो हाफको खेल सुरु भइरहेको छ यहाँ बलटार एफसी भर्सेस एलवान वारियर। राम्रो शट विनोदको र उत्कृष्ट बचाव किपरद्वारा। किपर पनि एकदमै एक्टिभ देखिन्छन्। राम्रो काउन्टरको प्रयास हुन सक्थ्यो त्यहाँ फिल्डर पनि राम्रो बचाव यहाँ सुरेशद्वारा। भीम फेरि पनि बलमा राम्रो आइपास दिने प्रयास थियो त्यहाँ सफल पनि हुन सकेनन्। किपर बल चलाउनेछन् एलवानले। राम्रो बचाव यहाँ बैजनाथद्वारा। प्रेम आफ्ना प्लेयरलाई बुझ्दै विनोद चलाउने प्रयास सफल पनि भएका छन् र राम्रो डिफेन्स यहाँ एलवानद्वारा। राम्रो पासको प्रयास थियो र प्लेयर भने त्यहाँ पुग्न सकेनन्। किपर बल भीम राम्रो पासको प्रयास तर प्रेम भने अलिकति अगाडि गइसकेका थिए। राम्रो पास निकालेका छन् र उत्कृष्ट डिफेन्स यहाँ भीमद्वारा। हाम्रो बल पुगेका छन् एलवान वारियरका प्लेयरले। यो सँगै आउट बल चलाउनेछ बालवाटार एफसीले। राम्रो पासको प्रयास थियो सफल पनि हुन सकेनन्। बल प्लेयरभन्दा निकै नै माथि थियो। किपर बल चलाएका छन्। विनोदले राम्रो बल पुगेका थिए र किपरको उत्कृष्ट डिफेन्स त्यहाँ। राम्रो काउन्टर बल पास थियो तर सफल पनि हुन सकेनन् त्यहाँ। बल फेरि पनि बलमा एलवानका प्लेयर। राम्रो डिफेन्स विनोदको। विनोद एकदमै एक्टिभ देखिन्छन् यो ग्राउन्डमा। राम्रो काउन्टर हुन सक्छ यो बालवाटार ब्रान्चका लागि। राम्रो बचाव यहाँ किपरको। फेरि पनि बालवाटार यो सँगै ओन गोल भएको छ एलवानका प्लेयरद्वारा। राम्रो बचाव थियो तर बललाई कन्ट्रोल गर्दा गर्दै लड्न पुगे। यो सँगै बालवाटार एक गोलको अग्रतासँगै यो गेममा खेलिरहेको छ। विनोद फेरि पनि बलमा आउट बल चलाउनेछन् बालवाटार ब्रान्च एफसीले। राम्रो बचाव यहाँ किपरद्वारा। उत्कृष्ट प्रयास थियो भीमको प्रेमको। एलवान अर्को गोलको खोजीमा हुनेछ यो गेममा र राम्रो चान्स हुन सक्छ यहाँ। राम्रो डिफेन्स बालवाटार ब्रान्चको। भीम फेरि पनि बलमा बल चलाएका छन्। विनोदलाई ब्याक पास। विनोद बैजनाथलाई राम्रो पास निकालेका छन्। राम्रो प्रयास यहाँ भीमको। एकदमै एटकिङ गेम खेल्दैछन् यहाँ बालवाटार एफसीले। एलवानले फेरि पनि बल विनोद राम्रो पास निकाल्ने प्रयास थियो फिल्डर भने त्यहाँ भएनन्। विनोद फेरि पनि बलमा र यो सँगै राम्रो गोल विनोदको। यो सँगै 3-1 अगाडि छ बालवाटार एफसी यो गेममा। पहिलो हाफमा पनि एलवान वारियरका प्लेयर एकदमै उत्कृष्ट प्रदर्शन गरिरहेका थिए र यो दोस्रो हाफमा पनि अलिकति बालवाटार एकदमै हाबी देखिन्छ एलवान वारियरमाथि। एलवानले बल चलाएको छ। राम्रो पास यहाँ राम्रो सर्टको प्रयास थियो बैजनाथको। आउट बल चलाउँछन् प्रेमले। भीमलाई पास दिएका छन्। विनोदलाई बैजनाथलाई पास दिने प्रयास थियो। बैजनाथले बल कन्ट्रोल गर्न सकेनन्। सँगै राम्रो प्रयास यहाँ प्रेमको। प्लेयर राम्रो सर्ट र यो उत्कृष्ट बचाव यहाँ बैजनाथद्वारा। एकदमै राम्रो पास मिठो पास निकालेका थिए एलवानका प्लेयरले।
क्लियर गरिदिएका छन्। यहाँ किपरले काउन्टरको प्रयास थियो बालुवाटार एफसीको, तर सफल पनि हुन सकेनन्। भीम फेरि पनि बलमा राम्रो बल चलाएर पास दिएका छन्। बैजनाथ राम्रो पास प्रेमलाई र यो सँगै उत्कृष्ट गोल विनोदको। अहिले पनि बालुवाटार एफसी एकदमै फर्ममा देखिन्छ। एकदमै मिठो मिठो पासहरू निकालिरहेका छन् बालुवाटार ब्रान्चले पनि। L1 वारियर पनि अलिकति राम्रो सटको प्रयास थियो, यति खराब सट। बैजनाथ फेरि पनि बलमा आफ्ना प्लेयरलाई खोज्दैछन्। भीमलाई किपरलाई ब्याक पास दिएका छन्। विनोद राम्रो प्रयास L1 वारियरका प्लेयरको। भीम फेरि पनि बलमा राम्रो पास निकाल्ने प्रयास, राम्रो पास पनि निकालेका छन् बैजनाथको, तर उत्कृष्ट बचाव यहाँ किपरद्वारा। कर्नर बल चलाउनेछन् बैजनाथले। काउन्टर हुन सक्छ यहाँ L1 का प्लेयरद्वारा, तर उत्कृष्ट डिफेन्स, राम्रो डिफेन्स बैजनाथको। र यो सँगै फेरि मौका हुन सक्छ, र यो सँगै उत्कृष्ट गोल विनोद दमलाको। यो तेस्रो गोल गर्न सफल भएका छन् आफ्नो टिमका लागि। र यो सँगै कति भयो? 5 गोल भयो क्या? 5 गोल भयो क्या? 5 गोल। एकदमै उत्कृष्ट फुटबल खेलिरहेका छन् र राम्रो प्रयास थियो यहाँ L1 वारियरका प्लेयरद्वारा। कर्नर बल चलाउनेछ L1 वारियर। हाम्रो पासको प्रयास, तर प्लेयरले पनि बल कन्ट्रोल गर्न सकेनन्। L1 का प्लेयर एकदमै उत्कृष्ट फर्ममा देखिन्छन् भर्खर। राम्रो बचाव यहाँ भीमको। भीम फेरि पनि बलमा राम्रो मौका हुन सक्थ्यो यो, तर सफल पनि भएनन्। त्यहाँ सुरेश विनोदलाई बल दिएका छन्। विनोद फेरि पनि बलमा, र यो सँगै उत्कृष्ट गोल यो विनोदको। चौथो गोल व्यक्तिगत र यो टिमको 6औं गोल भएको छ। राम्रो बचाव यहाँ L1 का प्लेयरद्वारा। राम्रो ब्रेकरको प्रयास थियो L1 का प्लेयरद्वारा। भीम फेरि पनि बलमा राम्रो चलाएका छन् बल, राम्रो बल पुछेका छन्। यो मौका हुन सक्छ, तर प्रयास एकदमै राम्रो थियो, तर सफल पनि भएनन्। भीमलाई पास दिएका छन् सुरेशले। भीम राम्रो पास बैजनाथलाई, राम्रो ब्याक पास खेलेका थिए। यो भीम, यो सँगै भीमको उत्कृष्ट गोल। यो गोल सँगै 7-1 को अग्रता बालुवाटार एफसी। राम्रो मौका हुन सक्यो। उत्कृष्ट किपिङ यहाँ सुरेशद्वारा। विनोद फेरि पनि बलमा राम्रो पास निकालेका छन् भीमलाई। उत्कृष्ट प्रयास यहाँ बैजनाथको। उत्कृष्ट गोल यहाँ बैजनाथको। किपर अलिकति झुक्किन पुगे त्यहाँ। ओन गोल हैन,
गोलबाट कहाँ ओन गोल हुन्छ ओन गोल मान्दैन नि त्यसलाई ओन गोल होइन नि त्यो त ओन गोल होइन भने क्या एकदमै खराब सर्ट यहाँ 9-10 भयो थाहा नै भएन र यो सँगै यो गेम पनि समाप्त भएको छ र बालवाटार एफसी उत्कृष्ट जित निकालेको छ यो चौथो गेममा L1 वारियर भने खेलको पहिलो समयमा भने